गाइज आज त हामी हराएको अवस्था है दमकमै हामी हराइसक्यौँ गाइज हामी फेरि हराएको अवस्था हराएर हामी फेरि फर्केको तन्ना उडेर हिँड्नु पर्छ अर्चित भयो कुकु अर्चितै भनौँ अब यत्रो आइसकेपछि वेलकम टु अमिसा's vlog इट्स मी अनि हामी जाँदैछौँ भोलि चुली पोखरी यो इट्स मी एन्ड पोपे त्यसको लागि हामी धेरै एक्साइटेड छौँ गाइज मलाई आजदेखि एकदम खुसी प्लस एक्साइटमेन्ट फिल भइरहेको छ सो लेट्स स्किप इन्टु द नेक्स्ट डे अनि त्यसपछि आजै पुरा जुत्ताहरू पनि रेडी गरिराखेको छु म त्यति धेरै एक्साइटेड छु गाइज सो लेट्स गेट स्टार्टेड लेट्स स्किप टु द नेक्स्ट डे सो हेलो एभ्रीवान दिस नेक्स्ट डे अनि अब हामी चाहिँ हिँड्नु लागेको लेट्स गो हाम्रो ब्याकप्याक पनि रेडी भइसक्यो हामी जाँदैछौँ चुली पोखरी हाइकिङमा मोमो ल्याउनु है चुलीमा मोमो हुन्छ सो वी आर एट दमक नाम्बिङको एरियामा हामी आइसक्यौँ होइन त हामी नाम्बिङको प्रोटेक्सनमा छौँ ला अनुहार पो लुगाहरूसम्म देखेकै थिइनँ सो लेट्स गो टु आवर माइन्ड फुपुगर लास्ट मोमेन्टमा आएर हाम्रो साधन मिलेको छ अब हामी अटोबाट डाइरेक्ट स्कुटीमा अपडेट भएर अब हामी जाँदैछौँ अब राइडर अमिसा's टाइम टु साइन गाइज आज त हामी हराएको अवस्था है दमकमै हामी हराइसक्यौँ अब कति बेला पुग्ने हो हामी कति अब चाहिँ माथि है घुमाउने सबै अब हामी ग्यास स्टेसन आइसकेको छौँ हेलो फुप्पी रहेछ उयो त फुलै छ क्या फुलै छ कति लाउनु यो भन्दा बोतलमा पाउँदैन बोतलमा लगिराख्नु न त कुनै पुग्ने जस्तो छ भरे एन्जलसम्म पुग्यो स्टेसनमा पिच्चे फुपू कस्तो दामी आयो हुन्छ कि जसमा गरेर हो गाइज हामी फेरि हराएको अवस्था हराएर हामी फेरि फर्केको अवस्था हाम्रो टाइम वेस्ट हुँदो रहेछ हेर्नु भनेकै अब चाहिँ हामी एकदम सही रास्तामा छौँ है देब्रे भनेको यो होइन त यिनीहरूको फर्केन हामी चुली ल्यामा आएछौँ अब चाहिँ ठाउँमै आइपुगेछौँ नि त नि हामी धन्यवाद दाइलाई बाटो देखाइदिनु भएकोमा मन्दिर पो रहेछ धन्यवाद भगवान् गाइस फाइनली तन्ना उडेर हिँड्नु पर्छ कस्तो साह्रो घाम लागेको ल लेट्स गेट स्टार्टेड यो को गर्छ हाइकिङ हामी गर्छौँ हामी होइन जब तपाईँ हामी छाता उड्नु चाहन्छौँ
तपाईँको ओपिनियन फेरि भनिदिनु त। एकदम राम्रो रहेछ, सुविधा रहेछ गाइजहरू, सुविधा। सिडी पनि मजाको छ, तर अलिकति साँघुरो छ, समात्ने ठिक छ भएको हैन। सेफ्टी छ नि त। So let us show you some view. .360 view. Let's go. तन्तला पुर्खा मामा म चाहिँ गलेँ। तिमी शीतलु छाता अरे क्या छाता खाउन फुपू हाउ इज इट गोइङ गाइज यहाँ चाहिँ अलिक अति नै भिड पाखा के उकालो रहेछ यार यो भन्दा राम्रो एकदम सजिलो ठाउँ भन्छु म हाम्रो दिदीजना टक्क माथि चुली जाने स्ल्यान्ड पाराको राम्रो छ है प्रमोट द लोकल कार लगाए मलाई यो घामले नेचुरल ब्लस फर्मायो ब्लस फोटो देलाए गाइज त्यो चाहिँ ध्यान राख्नु अरूले चिन्डी देखेको अयो लेट्स गो यो चाहिँ अलिक सजिलो छ अरे यत्तिकै लेट्स गो भन्नु चाहे मैले सास फेर्दै चढौँ है गाइज हो सास फेर्दै चढौँ गाइज गर्नुभयो माइ लर्ड हेलो गाइज ल हामी आधी बाटो सबै सकेर चाहिँ अब हामी एकदम उकालो बाटो त सुरुको चाहिँ एकदम उकालो भनेपछि उकालो यस्तो ठाडो बाटो होइन अब अहिले चाहिँ अलिक राम्रो छ लेट मी सो टुपे मलाई कस्तो राम्रो लाग्यो झन् यो किटकिट तपाईँले गरेको हो कि मान्छेले हो फेरि गर्नु त आयो लु आइपुग्यो कि क्या हो कि भ्रम हो मेरो ल लेट्स गो ग्याङ गुराँसै फुल्यो ओपु प्याङ्स गुराँसै फुल्यो बनैमा यस्तो अब उता पनि फेरि माथि छ जस्तो फेरि कुनी लेट्स फाइन्ड आउट ए यहाँ घर पनि रहेछ है एभ्री वान ला निगुरो टिप्दै जानुपर्छ कि क्या हो आँखा लोभी मन पापिएको यही है गाइस हाइकिङ गएको एक झोला निगुरो टिपेर आयो केहरू ए ल है सबैजना हल्ला गर्दैछ है गाइस यसमा चाहिँ रमाइलो भएन फुपू तर फेरि उकालो आयो ल यस्तो हो नि त पारा गाइस यस्तै हावा आउनु नि हौ हिँड्दा पनि अनि पो गलिँदैन उठ्दैन हौ हामी त यहाँ बसेको भयौँ यस्तो शीतल ठाउँ छ यो यस्तो आनन्दवाला होइन त खुप्पी आउनु फोटो खिच्छु Here we go again. हामी चाहिँ रुखहरू छोडेर अब हामी एकदम स्पिड हिँड्ने हो गाइज स्पिड होइन त हामी स्पिड कुद्ने हो यस डाँडामा मेला लागेको छ कञ्चाले बोलिरहेछ त्यही भएर हामी हिँडेको भेट्नु छैन यो हो चाहिँ साह्रै अति नै भएर हामीले यस्तो गर्दैछौँ हेलो सिस्टर एकदम टाढो उकालो ओह्रालो अहिले चाहिँ अलिक ठिक्क लेभलको बाटो आएको छ त्यही भएर भिडियो बनाएको है केटाहरूको पुपू हाउस द जोस
ल गाइस यस्तो चटपटे पाउँदैछ यहाँ पुपु हेलो हेलो यहीँ बसौँ न यहीँ त्यहाँ पर कहाँ जानुभएको यहीँ बसौँ न यहाँ ट्याक राख्छ यहाँ 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 हाम्रो गाई यहाँ हाम्रो सबैले खिच्चा हानिसक्यो यहाँ चटपटे भनेर तिनीहरूको नि म हल्का मलाई लाज लाग्छ र मात्रै किन तिनीहरूलाई म देखाइन्थेँ क्या अमिसा लिम्बूको भनेर है गाई अब एस्थेटिक यस्तै हो पिङ्क पिङ्क तन्ना छ हाम्रो मम्मी यो हाई टाइम ल्याप्स बनाऊ न ओए कस्तो राम्रो देखिँदो रहेछ टाढा टाढा गाइस यहाँको चटपट यस्तो दामी छ हामी यसमा देखाउँछौँ वर्थ इट भयो फुपू वर्थ इटै भनौँ अब यत्रो आइसकेपछि चिस्सा खाइसकेपछि फुपी त्यहाँ पछाडिकोहरू पनि आयो हेलो एभ्रिवान सो दिस इज बिरयानी हाम्रो फुपूले बनाउनु भएको हामीले यस्तो मिठो बिरयानीलाई नो भनेर आउनु आँटेको थियौँ तर प्याक गर्नुपर्छ आज हतारमा बनाएर अलिक मिठो बनाएन होला क्या तर मिठो छ हौ मलाई चाहिँ मिठो भएको छ गेस हु डिडन्ट डु छोटो बिफोर इटिङ छोटो चाहिँ गर्नुपर्छ गाइस माई गॉड त्यसपछि मात्र मैले निले छोटो भयो गाइस खानु चाहिँ खायो छोटो नै गर्नु बिर्सेछ यार गाइस यहाँ चाहिँ अहिले एकदम नजारा भइरहेको छ रमाइलो हुँदो रहेछ है शनिबार चाहिँ आउनु आई वुड रिकमेन्ड शनिबार आउनु यहाँ धेरै तरको मान्छेहरू आउँदो रहेछ कति ग्रुप एक ग्रुप तिनीहरू एक ग्रुप कि दुई ग्रुप होला उता पर तिनीहरू एक ग्रुप होला हौ एक ग्रुप यता चौचो खानेहरू दुई ग्रुप 3 4 हामी 5 6 7 8 9 10 एक ग्रुप त गयो 11 ग्रुप अनि यताबाट हुने पनि 12 ग्रुप जति फर्किन नि अब के गर्ने मलाई चाहिँ त्यस्तो खानु मन छैन यार फुपू फेरि यहाँ एकचोटि हेरौँ न अब हामी फर्किनेछौँ विथ आवर एम्टी प्लेट वी सर्भड अब जाउँ एक जग्गा फोटो खिचेर गन्तव्यतिर कतिखेर पुग्ने हो घर
2:30 भइसक्यो है। लु कहिले पुग्ने हो। हेलो एभ्रिवान, हामी चाहिँ यहाँ बोजूको घर आइपुग्यौँ। यु क्यान सी आवर हाउस। यहाँ चाहिँ पानीहरू पनि पाउँदो रहेछ अनि यहाँ चाहिँ सोलर पनि रहेछ है गाइस। थकान मेट्नु बसिरहेको छु म। एन्ड अनुहार भनेको गोलभेडा जस्तो रातो भइरहेको छ। बट खुट्टा पनि दुखिरहेको छ यार। कस्तो हिँड्दा हिँड्दै यस्तो खुट्टा मड्केर यस्तो दुईवटा हात यस्तो भुइँमा लडिरहेको थियो यार। कस्तो खुट्टा चाहिँ मड्केन। अब एकचोटि हल्का खुट्टा चिप्लेको थियो तर हे भगवान्ले मलाई बचाइहाल्नु भयो। योर लाइफ इज नट ओभर येट बहिनी भनेर। एन्ड मलाई के भन्नु छ भने चुलीपोखरी आउनेहरूलाई चाहिँ जर्नी इज ग्रेटर देन डेस्टिनेसन, जर्नी इज मोर ब्युटिफुल देन डेस्टिनेसन भन्नुको मतलब जर्नीलाई नि इन्जोय गर्दै 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 गयो भने चाहिँ डेस्टिनेसन पनि ठिकै लाग्छ। तर डेस्टिनेसनलाई यहाँ टाउकोमा राखेर एक्सपेक्टेसन गरेर यस्तो दुःख पेल्दै पेल्दै गयो भने चाहिँ तिमीहरू डिसपोइन्टेड हुन्छ है गाइस। आउनु के अरे बुबु ए वेट बुबु तपाईँलाई के भन्नु छ? एक्सपेक्टेसन भर्सेस रियालिटी वाट इट? ठिकै हो तर सम्झिँदा त होस् म कहिले आइदिने यार। यो बाटो सम्झिँदा चाहिँ पुपु यता हेर्नु तपाईँ पनि गोलभेडा। पुपु के भन्नु छ? सेफली आएको एकदम खुसी लागिरहेको छ। त्यस्तो बाटो पनि हिँडेर हामी आयौँ। फर्स्ट टाइम यार यस्तो बाटो हिँडेको त। म नि यति साह्रो त किनभने ताप्लेजुङमा यस्तो छैन नि, फेरि उकालो नै भए पनि सिडी नै छ नि हुँदैन भन्दा। होइन फेरि ग्रिप नचिप्लिने खालको छ क्या ढुङ्गाहरूको। ढुङ्गाहरू छ क्या ढुङ्गा। गाइस यहाँ आउँदा चाहिँ ट्रेकिङ सुज लगाएर आउने। फेरि वान स्लिप शिव झट्टी भने जस्तो शिव होइन उता छ शिव झट्टी भन्ने एउटा छ कि त्यो ठाउँ। त्यहाँ पनि खोलै खोलाको बाटो हिँड्नु मतलब अरूको बाटो पनि रहेछ। हामी चाहिँ खोलै खोलाको बाटो हिँड्यौँ क्या। अनि वान स्लिप शिव झट्टी क्या डाइरेक्ट तल होइन माथि। ल है गाइस हाम्रो चुलीपोखरीको भ्लग टुर कस्तो घिनलाग्दो देखेको भिडियोकै देखेको चारहरू। अनि त्यस चाहिँ यहाँ अहिले दमकमा चाहिँ अहिले के अरे हो सस्तो बजार चाइना बजार छ। आउँदै गर्नु होला। अब हामी चाहिँ यस्तै हो। सस्तो बजार देखाइसक्यो मैले। नो मनी नो हनी यस्तै हो।